पेटमा हुँदाखेरि पनि यो नानी त्यत्रो 9-10 महिनाको हुन्जेलसम्म न एकचोटि चेक गरायो न भिडियो एक्सरे एकचोटि न हस्पिटल नि लग्यो अनि नानी जन्मिँदा उहाँ हस्पिटल लाँदाखेरि बिरामी भएर लाँदाखेरि उति उहाँका कपाल स्टेट गरेर हिँड्थ्यो मरे नि मरोस् लगेर गाडो दिन्छु यस्तो यस्तो बोल्थ्यो मैले उसलाई किन त्यस्तो गराउने भनेर मात्रै मैले इमानदार साथ भएर किन छोरो छ छोरोको भविष्य हेर्नुपर्छ यसलाई किन गराउने भनेर मैले पीडा सदा गरेर अहिले मेरो दिमागको पनि अलिकति उयो छ म दिमागको दबाई पनि खाँदैछु त्यही भएर टर्चरले पनि एउटा सुन्नु न त्यो मोबाइल नकिनिन्जेलसम्म तपाईँ 1 नम्बरको हुनुहुन्थ्यो एकदम राम्रो त्यही भिडियोमै भनेको छ त एकदम राम्रो थियो जब मैले कसले किनेको मोबाइल उसैले हो जब चाहिँ माया गरेर मोबाइल किनेको त्यहाँदेखि चाहिँ अब उल्टो बाटो खेदायो अब मेरै गल्ती होला हुन त मोबाइल किन्नु पनि तर त्योभन्दा अगाडि त आँखामा राख्दै नबिजाउने खालको चाहिँ एकदम राम्रो थियो एकदम सबैले बरु गाउँकोले मलाई गाली गर्थे उसलाई राम्रो मान्थे जब त्यो मोबाइल भेटाइसकेपछि मात्रै त्यस्तो भएको न त मेरो बुढी त्यस्तो थिएन भनेर भनेको छ उसले नि तपाईँको लागि मैले के अरे उसको बदलाम खोल्न कहिले पनि चाहिएन नि त अनि बदलाम खोज्नु भने केटाहरू सबैसँग कुराकानी गर्ने अनि त्यहाँदेखि घर छोडेर गइदिने अनि घर छोडेपछि म छोरी मान्छे नि त्यतिकै हिँड्दैन नि मान्छेको टचर अलिकति केही नभइकन त्यतिकै हिँड्छ मान्छे अलिकति पीडा हुन्छ र त हिँड्छ नि तपाईले टचर भयो भने छ नि त ए पुलिस दुनिया लगाएर मान्छे सान्छे भेला पारे दुनिया गरेको मैले नसकेरै वाडा अध्यक्षहरू त्यहाँ सबै गाउँको नि आएको थिए गाउँकोमा त्यहाँ गएर सबै भनेको थानामा सबैजना गएको थियो अध्यक्षहरू सबै गएको थियो थानामा गएर उसले भनेको थियो कि त्यहाँको मान्छेहरूलाई नि थाहा छ नि कस्तो व्यवहार गर्थ्यो के गर्थ्यो भनेर सबै थाहा छ त्यहाँ पनि अब मिलेर बस्ने कि के नबस्ने म त मरिहाल्छु नबस्ने त्यही मुस्लिम केटासित जाने मुस्लिमसँग नि नजाने म कतै नजाने म एक्लै बाँच्न मन लाग्यो बाँच्ने मन लाग्यो अनि यो फोटोले गर्दा त 12 वर्षमा ललाइ फकाइ गरेर ल्याए अहिले छोरो छ 8 वर्षको अहिलेसम्म बेदर्ता नाइर्ता पनि बनाइदिएका छैनन् मलाई खेदाउनकै लागि हो त्यो नबनाइदिएको बनाइदिनु यता त्यता भन्दाखेरि बेदर्ताहरू नगर्दिने नबनाइदिने भोलिपर्सि बेदर्ता र नाइर्ता बनाइदियो भने अंशा खोज्छे हामीलाई फसाउँछे भनेर अनि उनीहरूले के छ र खोज्छ र त्यही अलिअलि होला नि त के चाहिँ खोज्नुहुन्छ र मैले उनीहरूको के गर्नु छ र के गर्नु छ भने मलाई उनीहरूको 1 रुपैयाँ पैसा पनि चाहिँदैन केही चाहिँदैन अनि बच्चा चाहिँ नानी उसको लान्छ भने लगोस् राम्रो पढाओस् राम्रो बच्चा चाहिँ लगोस् अनि होइन नि फेरि कानुनी हिसाबमा त तपाईँले वाडामा चाहिँ कागज निकालेर फेरि अदालत गएर डिभोर्स चाहिँ गर्नुपर्छ बेदर्ता बिना कसरी हुन्छ हैन वाडामा पहिले निकाल्नुपर्छ अब बच्चा छ 8 वर्षको तपाईको त बेदर्ता बराबर हो हैन एक दिन लाग्छ वाडामा कागज निकाल्यो अर्को दिन डिभोर्स गर्नुपर्छ 2 दिन लाग्छ तपाईको काम म त डिभोर्स गर्दिन पहिला दिनको मलाई कागज गर्दै भनेको गर्दिहाल्छु गर्दिने अनि अब भर्खरको सानो उमेरमा 13 वर्षको उमेरमा बिहे गरेपछि आफू नि सचेत हुने हो तपाईको श्रीमान पनि कति नै उमेरदार त होइन रहेछ फेरि कति वर्षको खोइ मलाई थाहा छैन त्यो त आमाहरुलाई जन्माको थाहा छैन मलाई के 26-27 वर्षको होला हेर्दाखेरि मेरो विचारमा है थाहा छैन मलाई अनि तपाईको किन मनमुटाव चाहिँ किन मिलेन त भन्नु त तपाईको श्रीमान त सोझो छ इमानदारी सोझो छ इमानदारी छ सोझो हेर्दा देख्दा त इमानदारी सोझो छ नि कति पीडा सको छु मलाई थाहा छ नि है तपाईमा नि के न के होला नि त तपाई नानी पेटमा हुँदाखेरि पनि यो नानी त्यत्रो 9-10 महिनाको हुन्जेलसम्म न एकचोटि चेक गरायो न भिडियो एक्सरे एकचोटि न हस्पिटल नि लग्यो अनि नानी जन्मिँदा उहाँ हस्पिटल लाँदाखेरि बिरामी भएर लाँदाखेरि उति उहाँका कपाल स्टेट गरेर हिँड्थ्यो मरे नि मरोस् लगेर गाडो दिन्छु यस्तो बोल्थ्यो तपाईको श्रीमान मैले गर्दा पो हुर्काएको मिलेर बस भन्ने चाहिँ तपाईको श्रीमानलाई आउँदैछ मिलेर म त नबस्ने हो मिलेर त यो म त मिलेर नबस्ने कहाँ आइपुग्नु भयो भाइ हजुर कहाँ आइपुग्नु भयो हामी आउँदै हो दाइ कहाँ आइपुग्नु भयो यहाँ इटरी आइपुग्यो भन्दा नि भयो ल छिटो त्यहाँ इटरीदेखि फोन गर्नु तपाईको श्रीमती आएको छ कि हजुर ल आउनु हुन्छ आउँदैछौँ गाडीले ल्याउँदैछ ल तर यसो यता त्यता त इमानदार देख्छ नि कस्तो छ एकचोटि धान चोर्न उहाँ गएछ र मान्छेले त्यतातिरको त्यो स्कुल चौनको मान्छे भएर धान चोर्न गयो नचाहिँ त
कसम भगवान कसम मेरो छोराको कसम खाएर भन्छु नि धान मटर चोरे गाँजा गोटी खाएर नि गाँजा गोटी खाएर म पनि सोधौँ सोध्नु न त्यही मान्छेले स्कुल जाउतिर जानु न त्यहाँ ठाणामा जानु न प्रमाण कति थोक छ के भन्नुभएको म त्यसै झुट बोल्छु यता हेर्नु न मेरो यता। छोरालाई पनि थाहा छ उतातिर हेर्नु। उसको बाबुआमालाई नि म एक्लै छु उनीहरू सबैजना छन् त्यही भएर होइन भनेर यो जित्न खोज्छन् सारा दुनियाँलाई छ नि 8 वर्षको उमेरदेखि आजदेखि होइन भरे बाई चान्स मिल्यो भने तपाईँको अब भर्खरको उमेर हुनुहुन्छ नि तपाईँहरू म त नमिल्ने हो यदि मिल्यो भने तपाईँको बिहा त नै गर्न लाउँछु म त नमिल्ने मलाई बेगर त नआए त केही चाहिँदैन म त नमिल्ने बच्चाको जन्म दत्ता छैन बच्चाको जन्म दर्ता छ मलाई थाहा नदी बनाएको उनीहरूले नि अनि मिल्ने भने म तपाईँको बिहा दत्ता म तुरुन्तै निकाल्न आउँछु यत्रो चोटि होइन बनाउन कि लाउँछु तपाईँले यति टर्चर गर्यो भने मलाई कल गर्नु होइन नमिल्ने म चाहिँ तपाईँको पक्षमा लडिदिन्छु म त्यति चाहिँ म बाचा गरिदिन्छु नमिल्ने अरू के गर्न सके तपाईँ नै नमिल्ने भन्नुहुन्छ म त नमिल्ने उसले त धेरै धेरै बदलाम गरेको छ म त नमिल्ने त्यही मुस्लिम केटासित जाने होला के मुस्लिम केटासँग नि होइन म कोहीसँग पनि जाँदैन कसैले सपोर्ट गर कोहीसँग बोलो भन्दैमा जाँदैन नि भर्खर अनि 21 वर्ष कि 22 वर्ष मात्रै पुग्दै हुन्छ तपाईँको सिङ्गो जिन्दगी छ त्यो भोइसहरू त्यो सुन्दा त त्यो त अप्ठ्यारो कुरा छ तपाईँको त नबस्ने म त अनि के भन्छ त दिदीहरूले त भाइ दाइहरूले के भन्छ त मिलेर बस भन्छ कि मलाई कोही चाहिँदैन धेरै मलाई माइत पनि कहिले जान नदिने मेरो आफ्नो आफन्तले सपोर्ट पनि गरेको छैन पनि मलाई चाहिँदैन पनि नजाने म त नमिल्ने पनि कतै जाँदिन माइतले सपोर्ट गरेको छैन मेरो को छ र न आमा छ न कोही छ सानैदेखिको दुनियाँको नकुर गरेर बसेर त तेरो को खोज्छ र तँलाई मारेर फ्याले पनि भनेर दुनियाँ अहिले मेरो बोल्ने सपोर्ट कोही छैन र त म एक्लै छु र त कसरी मारे फ्याक्छ हामी छौँ न समाज छौँ न कानुन छैन म त धेरै म उसको लागि नै म रुएर स्कुल चढ्न त्यहाँनिर हुँदाखेरि यो नानी सानो थियो मेरो अनि हस्पिटल लिएर गए नानी हस्पिटल लिएर हिँड्दै हिँड्दै गौरादा लिएर गएर आएँ आउँदाखेरि दाजुभाइ बसिराखेका रहेछन् भरे मेरो कोठाबाट लुगा निकालेर डाङडुङ नानी हस्पिटल पुऱ्याएर लिएर आउँदा त मेरो लुगा सुगा डाङडुङ आगो लगाइदिइरहेको थियो बाहिर कपुर लाएर जल न सम्बन्धै मेटिन्छ भन्दै लुगा जलाएर कति कपडा जलाए भयभरको एउटा थिएन सबै जलाइ कहिले लु कति वर्ष अगाडि भन त यो भयो कति 2-3 वर्ष नि अस्ति भर्खर 3-4 महिना भयो फेरि जलाएको लुगा भरे म भगवान कसम यो त नि सबैलाई थाहा छ यो त म त नि छोरा भनेको देउता हो कसैले नि छोराको कसम खाँदैन नि ल भगवान कसम हो कपडा जलाएको छ त्यो गलत भयो कपडा त 2 चोटि जलाएको म नानी हस्पिटल पुऱ्याएर नाथे आउँदाखेरि आइपुग्दाखेरि लुगा जलाउँदा छोरी मान्छेको मन कस्तो हुन्छ भन्नु न ढाडमा चिनेर हान्नु पर्दैन बुढालाई कहाँ सक्नु म सक्छु उसको दाइले पनि पहिला म उहाँ जाँदाखेरि रन्डी धन सम्पत्ति नभएको ल्याएर ऊ कामीसँग मनी लाएर लगाइदिन्छु भनेर मलाई कुटेर यो उम्लो मर्काइदिएको अनि उसको दिदीसँग झगडा अनि मेरो तेरो दाइहरूले दिदीहरूले मलाई यस्तो यस्तो भन्छ किन तपाईँ बोल्नुहुन्न सपोर्ट गर्नु भन्दाखेरि उसले कुनै दिन सपोर्ट पनि गरेन तै उस्तो भन्दै भान्जाहरूले सुत्दा तेरो करङ सरङ भाँदिन्छु भनेर माइजू नि होइन भनेर म भन्दा सबै जेठा जेठा छन् अनि त्यस्तो त्यस्तो गरेर पनि जेल पर्दाखेरि रुँदै 9 दिनको तारिख चलाइदिएको थियो म धाएँ कतिचोटि जेल पर्यो तपाईँको सुनमा जेल त्यो चोरीमा त पहिला उता कति परेको अरे यहाँ दमकमा एकचोटि परेको थियो मटर चोरेर अनि एकचोटि धान त्यो म धरान गएको थिएँ नि धान चोरेर चोर परेछ त म फेरि चोर भन्दिन्छु नि फेरि तपाईँले पढ्न पुगाउनु पर्यो हो भनेर पढमा त्यो दमकको त्यो ठाउँमा पनि उसको त नायरताको फोटोकपीहरू सबै छ त्यहाँनिर राखेको चोरेको मोटर चोरेको हो भनेर म सोध्छु फेरि अनि गाजा गोटी खाएर सिरियस भन्छु है फेरि एकचोटि यदि तपाईँको जिन्दगी सिङ्गो छ बच्चा 8 वर्षको छ तपाईँको भविष्यको लागि म त योसँग त जति जेसुकै गर्नु नमिल्ने म धेरैचोटि मिल्दै मेरो दिदी बहिनी ल्याएर ठाउँमा गएर कागज पनि गरे धेरै मिलेको नमिल्ने पहिलोचोटि देवेन्द्र लिम्बूकोमा आउनुभएको छ एउटा चाहिँ बहस गर्ने ठाउँमा आउनुभएको छ होइन किन भन्दा मन खुल्लाले तपाईँले बहस गर्न सक्नुहुनेछ यो ठाउँ हो तिनचोटि अनलाइन टिभीमा अनि तपाईँहरू मिल्नु भने यदि उसले
दायाँ बायाँ गरेर म त नि यत्रो 8 वर्षसम्म बिताएँ म बिरामी भएर मैले त्यत्रो खेती पनि त्यत्रो उहाँ चैनपुरमा त्यत्रो जाँदा मैले ढुङ्गा बोकेर दिनको 100 मा ढुङ्गा बोकेर गरिनँ कि यत्रो थिएँ लेबर काम गरेर चामलहरू ल्याउने कुनै दिन यो नानी पेटमा हुँदा खान मन लाग्दा पनि मैले नखाई उसैलाई लिएर दिन्थेँ गर्थेँ पैसाहरू मागेर लान्थेँ दिन्थ्यो भन्नुहुन्छ माइतीले सपोर्ट गर्दैन यताउता भन्नुहुन्छ यदि इन्डियातिर जानुभयो भने नि यति दुःख पाउनुहुन्छ कि अनि कुकुरले नपाउने दुःख पाउनुहुन्छ त्यो मुस्लिम भनेको कस्तो हुन्छ मुस्लिमसँग पनि नजाने कोही बोल्दैमा यो गर्दैमा जान्छ भन्ने तपाईँ एउटा हिन्दू हो मुस्लिमसँग कुनै पनि जम्दैन पनि त्यहाँ फेरि इन्डिया हो कुरो यो नेपालीले त यस्तो हुन्छ बरु बाँच्न सकियो भने एक्लै गर्ने खाने कि म त बिहे पनि नगर्ने योसँग त मिलेर त यत्रो 2-3 चोटि कति ठाउँमा पुलिसहरू लगाएर आफ्नो दाजुभाइ लगाएर दुनियाँ विभिन्न गरेर पनि गरेको मुस्लिमको नम्बर छैन मसँग हैन पहिल्यै ऊ इन्डिया गएको त्यहाँदेखिको अहिलेसम्म मेरो मुस्लिमले चाहिँ बिहा के अरे डिभोर्स गरेर आइज बच्चा अनि दिएर आइज भन्यो कि होइन हैन सत्य होइन यो कुरा होइन झुट नबोल्नु मेरो बहिनीहरू छ नानीलाई सोद्धा नि हुन्छ यो कुरा होइन छैन मसँग बस्नु भएको थियो दिदी फेरि नि तपाईँको दिदीको जिन्दगी खराब हुन्छ अहिले त म त नबस्ने भेना भएको र नभएको के अर्थ छ म त नबस्नु म माइततिर पनि नजाने कुनै दिन उहाँ नानी लिएर जान्छु भनौँ भने मारेर खाइदिन्छ मेरो भाइ त लेगुवातिर गयो भने त लेगुवाका ती त खत्तम पो छन् त मारेर अरू नजिक छन् अरूतिर फ्यालिदिन्छ यो भन्थ्यो नानी लिएर अस्ति मैले भाकल थियो नानीको माईमा अनि लगेर बुझाएर आउँछु भनेर मैले भन्दाखेरि बुवाले कस्तो गरेर भनेको के हो कसो तँ जा लिएर आइज यिनीहरूले भने भाइलाई लिएर आउनु न म हेर्छु भनेर भन्दाखेरि कस्तो खाइदिन्छन् जस्तो गरे कस्तो गरेर अनि मैले बल्ल नानी लिएर गएर भाकल बुझाएर आएको